हेलो नमस्ते। यो भिडियो अनि यो भिडियो हेरिसकेपछि यी ठ्याक्कै बाँदरको जस्तो अनुहार भएको एउटा माननीय छन् हाम्रो मान्य सदस्य, उहाँले के आपत्तिजनक शब्द प्रयोग गर्नुभयो? यिनको कुरा सुन्नु। बाँदरलाई मार्नु पाउनुपर्छ भन्ने उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो एकदमै आपत्तिजनक शब्द हो र यो दिनु भन्नुभयो। मान्य सदस्य बस्नु। मैले ठ्याक्कै भने नि अगाडि यिनको अनुहार ठ्याक्कै बाँदरको जस्तो छ के। यिनले बाँदरसँग मितलाए पनि हुन्छ। एउटा बाँदरले गर्दा, बाँदर आतङ्कले गर्दा हामीले चाहिँ गाउँ छोड्नु परेको यथार्थ हामीलाई थाहा छ। बाँदरले कतिसम्म सताइरहेको छ भन्ने कुरा हामी किसानहरूलाई थाहा छ। हामीले यदि बाँदर आतङ्क हुँदैन थियो भने गाउँ छोडेर यो प्रदेशमा आउनुपर्ने कुनै बाध्यता पनि थिएन। हामी आफ्नो खेती किसानी गरेर खान्थ्यौँ, सागसब्जी लगाएर खान्थ्यौँ, अनेक कुराहरू थिए। विभिन्न फलफुल रोपेर खान्थ्यौँ, नेपालमै रोजगारी सिर्जना हुन्थ्यो। म मेरो व्यक्तिगत कुरा भन्दैछु तपाईँहरूलाई। मेरो घर बझाङ थलारा तराटी, मेरो खारखोला भन्ने ठाउँमा एउटा जग्गा छ। त्यहाँ पहिला हामी मकै लगाउँथ्यौँ अनि मकै सँगसँगै अनि विभिन्न प्रकारका दालहरू पनि हामी त्यहाँ लगाउँथ्यौँ। दाल जस्तो सिमी, भटमास होइन, अनि केराउ आदि इत्यादि कति हो। मकैसँगै धानसँगै हामी त्यहाँ कागुनु, बेथ्या जस्ता विभिन्न खाद्यान्नहरू पनि रोप्ने गर्थ्यौँ। त्यो हाम्रो अन्न थियो, जसले गर्दा हाम्रो दैनिकी धेरै सजिलो थियो। अहिले बाँदर आतङ्क बढ्दै गयो। त्यहाँ मेरो यति धेरै मकै उत्पादन हुन्थ्यो, मेरो परिवारको त्यो जग्गा थियो हाम्रो, त्यहाँ यति धेरै मकै उत्पादन हुन्थ्यो कि लगभग हामी त्यो मकै बोक्दा हामी हैरान हुन्थ्यौँ। खारखोला भन्ने ठाउँ अन्न बालीको लागि धेरै राम्रो माटो भएको ठाउँ, जुन ठाउँमा चाहिँ हामीले मकै, भटमास लगायत अन्न दालहरू लगायत होइन, कागुनु, बेथ्या लगायत हामीले त्यहाँ बोएर हामी अन्न बालीहरू खान्थ्यौँ। अहिले हामीले त्यहाँ छोड्नु पर्यो। मेरो 2-3वटा त्यहाँ टनेल पनि थियो, प्लास्टिकको टनेल। हामी त्यसमा तरकारीहरू उत्पादन गरेर खोली बजारमा बेचेर खान्थ्यौँ। बाँदरले यति हैरानी गरे कि हामीले त्यो टनेल पनि हटाउनु पर्यो। त्यो भनेको विगत 5-6 वर्ष अगाडिको कुरा हो। त्यसपछि अहिले हामीले घरमा भात पकाएर खायौँ र यदि हाम्रो ढोका झ्याल बन्द गर्न बिर्स्यौँ भने हाम्रो भित्रको भात पाउँदैन, हामीले रोटी पाउँदैन। हामीले बाँदरले गर्दा यस्तो समस्या भइरहेको छ। हामीले गाउँ छोड्नु परेको छ। मेरो बुबाको पुस्ता अन्त्य पुस्ता हुनेछ मेरो गाउँमा बस्ने, हामी अथवा मेरो पुस्ता अब गाउँमा बस्ने छैन, किनकि बाँदर आतङ्क धेरै छ। मैले अघि नै भने घरमा पकाएर हामीले भात पकाएर राख्यौँ र यति ढोका अथवा झ्याल बन्द गर्न बिर्स्यौँ भने हामी फर्केर जाँदासम्म त्यहाँ त्यो भात अथवा रोटी पाइँदैन। बाँदर आतङ्कले गर्दा यस्तो समस्या छ गाउँका किसानहरूलाई। खेतको अन्नबालीको त कुरै छोडिदिउँ, हामी पूर्ण रूपमा खेतमा हामीले अन्नबाली, गहुँ, धान लगायतका यो भटमासहरू हामीले लगाउन छोडि नै सक्यौँ। यस्तो समस्या छ। अनि यी बाँदरको जस्तो अनुहार भएकी मान्नेलाई के थाहा हाम्रो वास्तविक जनताको पीडा के थाहा? हुन त म पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको मान्छे हुँ, तर यस्ता यी बाँदर जस्ता अनुहार भएका मान्नेहरूको म घोर विरोध गर्दछु। किनभने यिनीहरू करोडपति, अरबपति, विभिन्न एनजिओका दलालका छोराछोरीहरू हुन्। यिनीहरूले काठमाडौँका राम्रा महँगा स्कुलमा पढे अनि विदेशीसँग बिहे गरे, विदेशमा शान, शैली, मान, मर्यादासँग बसिरहेका छन् यिनीहरू। हामी गाउँका वास्तविक किसानको पीडा यिनीहरूलाई थाहा पनि छैन, यी डलरवादीहरूलाई। त्यसैले मैले भनिरहेको छु, यी यस्ता बाँदरका जस्ता अनुहार पढेका मान्नेहरूलाई हामीले चाँडै नै हटाउनुपर्छ संसदबाट। यी तपाईँहरूले सबैले यो भिडियो सेयर गरिदिनु होला, ताकि यी बाँदर जस्ती अनुहार भएकी मान्ने कहाँ पनि यो भिडियो पुगोस्। तपाईँहरूले पनि आफ्नो ठाउँबाट यी बाँदरबाट भोग्नु परेको समस्याको बारेमा भिडियो बनाएर राख्नु होला। भिडियोलाई सक्दो सेयर गरिदिनु होला। धन्यवाद।